भगवान् गौतम बुद्धले आँखा खोल्नु भएको भयो नि है, उहाँ पनि महाराज भएर बस्नुहुन्थ्यो होइन त, राजाको छोरा युवराज होइन। तर जब आँखा बन्द गर्नुभयो नि त्यस पछाडि जीवनको सत्य पत्ता लगाउनु भने जस्तो एकछिन म आउँदैछु। आँखा बन्द गरेर सोच्ने, आफ्नो आफ्नो उसलाई चाहिँ नि होइन हामीले चाहिँ नि विवेकलाई प्रयोग गर्ने क्या है। जे पाए त्यही सल्लाह दिएको छ अनि जे पाए त्यही सल्लाह मानेको छ है। लोकतन्त्रवादी सरकार हो भने लोकतन्त्रमा जनताबाट म्यान्डेट पाएर गएको सरकारहरू तपाईँको पार्टीहरूको सरकार थियो भने जनतालाई चाहिँ तपाईँको चाहिँ नि होइन सूचनाको अधिकार हो नि त सामाजिक सञ्जाल जरुर हो। त्यो बन्द गर्नुपर्ने सल्लाह कसले दियो अथवा गर्नुपर्ने आवश्यकता र निर्णय कसरी भयो अथवा कसले उक्सायो ट्रिगर पोइन्ट त त्यही थियो। त्यसपछि त सबै रुष्ट भयो नि होइन, सबै रुष्ट भयो। ओलीजीले भनेको कुराको एकदम धेरै अलोकप्रिय निर्णयहरू गर्ने कि कहिले चाहिँ एउटा परदेशीले एक थान मोबाइल लिएको कुरा पो रोकिरहेको छ होइन। 33 केजी सुन भेट्यो है भन्छ, फेरि भोलिको दिनमा होइन है भन्छ। के भन्नु खोजेको होइन। तिमीहरू चाहिँ हेर्नु छैन एक थान परदेशीले होइन 10 वर्षसम्म रेमिटेन्स भित्राइदिएको परदेशीले एक थान मोबाइल ल्याउँदा किन ल्याइस् भनेर बन्द गर्ने।